प्रेज द लर्ड। तपाईहरु सबैजनालाई आजको मुख्य पद रहेको छ कलसी 3 को 1 र 2। हामीले माथिका कुराहरुमा मन लगाऊ। परमेश्वरको वचनले यसरी भन्दछ कि यसकारण यदि तिमीहरु ख्रीष्टसँगै बिउताएका हौ भने माथिका कुराहरुको खोजी गर, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बस्नु भएको छ। पृथ्वीका कुराहरुमा होइन, माथिका कुराहरुमा आफ्नो मन लगाऊ भनेर कलसी 3 को 1 र 2 ले भन्दछ। हाम्रो जीवन केवल यस पृथ्वीका कुराहरुमा मात्र दौडिनको लागि होइन। यस संसारमा भएका रुपैयाँ पैसा सम्पत्ति मान सम्मान र सांसारिक सुख विलास अस्थायी छन्, तर ख्रीष्ट परमेश्वरको राज्यमा आत्मिक कुराहरू जीवन र अस्थायी धन अनन्त छन् भनेर परमप्रभु परमेश्वरको वचनले भन्दछ। माथिका कुराहरुमा मन लगाउनु भनेको हामीले परमप्रभु परमेश्वरलाई पहिलो स्थान दिनु पर्दछ। उहाँका वचनहरू हामीले दिनौं पढ्नु पर्दछ। उहाँमा हामीले हर घर हिँड्छौं, उहाँमा प्रार्थनामय जीवन बिताउनु पर्दछ। हामीले अरूलाई प्रेम गर्नु पर्दछ र अरूलाई क्षमा दिन पनि सक्नु पर्दछ। हामीले अरूको सेवा गर्नु पर्दछ र ख्रीष्टको सुसमाचार फैलाउनु पर्दछ। हामीले पृथ्वीमा भएका धन सम्पत्तिलाई भन्दा पनि स्वर्गीय धनलाई महत्त्व दिनु पर्दछ। हाम्रो मन जहाँ हुन्छ हाम्रो जीवन पनि त्यतैतिर जान्छ। त्यसैले आज आफ्नो मन संसारका अस्थायी कुराहरुमा मात्र होइन, ख्रीष्ट र स्वर्गीय कुराहरुमा हामीले लगाउनु पर्दछ। पृथ्वीमा धन थुपार्नु मात्र होइन, स्वर्गमा धन थुपारौं। पृथ्वीका कुराहरुमा मात्र होइन, माथिका कुराहरुमा हामीले मन लगाउनु पर्दछ। साँच्चै नै हामीले स्वर्गीय धन भन्नाले पृथ्वीको धन सम्पत्ति मात्र होइन, परमेश्वरको राज्यका लागि गरिने विश्वास, प्रेम, सेवा, दया र असल कामहरुमा आफ्नो जीवन लगानी गर्नु हो। तर आफ्नो निम्ति स्वर्गमा धन थुपार जहाँ किरा र खियाले नष्ट पार्दैनन् र जहाँ चोरले चोर्दैनन् र फोर्दैनन् भनेर मत्ती 6 को 20 मा परमप्रभु परमेश्वरको वचनले यसरी भन्दछ। हामीले स्वर्गमा किन धन थुपार्ने त? यसुले हामीलाई पृथ्वीमा धन जम्मा नगर्नु भन्नुभएको होइन, तर हाम्रो हृदयको मुख्य धन कहाँ छ भन्ने प्रश्न गर्नुभएको हो। पृथ्वीमा धन आज छ, भोलि नहुन पनि सक्छ। घर, पैसा, सम्पत्ति र संसारका उपलब्धिहरू यही जीवनसँग सीमित छन्, तर परमप्रभु परमेश्वरको निम्ति गरिएको सेवा, प्रेम, दया, क्षमा र अरूलाई ख्रीष्टप्रति डोर्याउने कामको मूल्य अनन्त छ भनेर परमप्रभु परमेश्वरको वचनले यसरी भन्दछ। यसले भन्नुभयो, किनकि जहाँ तिम्रो धन छ त्यही तिम्रो हृदय पनि हुनेछ भनेर मत्ती 6 को 21 मा परमप्रभु परमेश्वरको वचनले यसरी भन्दछ। त्यसैले प्रश्न यो होइन मसँग कति धन छ, प्रश्न यो हो मेरो धनले मेरो हृदयलाई कहाँतिर डोर्याउँदैछ। यदि हाम्रो समय केवल संसारको धनका लागि मात्र खर्च हुन्छ भने हाम्रो हृदय पनि संसारमै बाँधिन सक्छ। तर जब यदि हाम्रो समय संसारका सम्पत्तिका लागि मात्र खर्च हुन्छ भने हाम्रो हृदय पनि संसारमै बाँधिन सक्छ। तर जब हामी परमप्रभु परमेश्वरको काम, गरिब दुखी, सहारा, असहाय प्रति प्रेम, प्रार्थना, सेवा र सुसमाचारमा आफ्नो जीवन लगानी गर्छौं, तब हामी स्वर्गीय धन थुपारिरहेका हुन्छौं भनेर भन्दछ। हामीले सम्झिनुपर्ने कुरा यो छ कि पृथ्वीको धन अस्थायीको लागि मात्र हो, स्वर्गीय धन अनन्त जीवनको धन हो भनेर हामीले बुझ्नु पर्दछ। आज हामीसँग भएको सम्पत्ति छोडेर जानुपर्छ, तर परमप्रभु परमेश्वरका लागि प्रेम र विश्वासमा गरिएको जीवन कहिले पनि व्यर्थ जाँदैन भनेर परमप्रभु परमेश्वरको वचनले यसरी भन्दछ। परमेश्वरका प्रिय छोराछोरीहरू हो, त्यसैले आज आफैलाई सोधौं, मेरो समय कहाँ लगानी भइरहेको छ, मेरो शक्ति कहाँ खर्च भइरहेको छ, मेरो धनले कसलाई सेवा गरिरहेको छ र मेरो हृदय कहाँ छ भनेर। र आउनुहोस्, पृथ्वीमा मात्र धन थुपार्ने होइन, स्वर्गमा पनि धन थुपारौं। हाम्रो जीवनको पहिलो प्राथमिकता परमेश्वरको राज्यमा बनाऊ। पृथ्वीले धन जीवन सजाउन सक्छ, तर स्वर्गीय धनले जीवनको उद्देश्य पूरा गर्छ। आमेन। प्रेज द लर्ड। उहाँको पवित्र नामको महिमा भएको होस्।